मोबाइलै उहाँ छ एकजना दौड्यौ न तिमी जाऊ समुख कता जानुपर्छ बाटो उ गर्नु पर्यो खै यो सार कता जानु बाटो बनाउनु पर्यो कि सहमुख जानलाई कताबाट बनाउनु ल होइन ऊ बन्द भइसक्यो म यहीँबाट हुन्छु माननीय सदस्यहरू सम्माननीय सभामुखज्यू बाटो यता बाटो 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 क्लियर हुनु माननीय सदस्यहरू अझै 15 मिनेटका लागि स्थगित गरेको बैठक सुरु हुन्छ। माननीय सदस्यहरू हामी लोकतान्त्रिक प्रक्रियामा छौं। मान्य सदस्यहरू यहाँहरूले मान्य सदस्यहरूले हजुरले 5 मिनेट नार्लाउनु हैन गलाइदिम 5 देखि 10 मिनेट गलाइदिम। मान्य सदस्यहरूले संशोधन राखिसके पछाडि लोकतान्त्रिक प्रक्रिया अनुसार नै मैले संशोधनलाई निर्णयार्थ पेश गरिरहेको छु। मान्य सदस्यहरू यही सभाले संशोधनलाई स्वीकार गर्ने या अस्वीकार गर्ने यही सदनले गर्ने भएकोले मान्य सदस्यहरूलाई आफ्नो स्थानमा बसी प्रस्तुत संशोधनहरूलाई स्वीकृत गर्ने या अस्वीकृत गर्ने मान्य सदस्यहरूले त्यसतर्फ हाम्रो कार्यसूचीमा प्रवेश गर्न मान्य सदस्यहरूलाई म अनुरोध गर्छु।
मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदनमाथिका संशोधनकर्ता मान्य सदस्य प्रमिला कुमारी गच्छदारलाई मान्य सभापति गणेश पराजुलीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य सदस्य प्रमिला कुमारी गच्छदारले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले प्रमिला कुमारी गच्छदारले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदनमाथिका संशोधनकर्ता मान्य गीता गुरुङलाई मान्य सभापति गणेश पराजुलीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य गीता गुरुङले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले गीता गुरुङले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदनमाथिका संशोधनकर्ता मान्य रिना उप्रेतीलाई मान्य सभापति गणेश पराजुलीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य रिना उप्रेतीले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य रिना उप्रेतीले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदनमाथिका संशोधनकर्ता मान्य सुशीला ढकाल आचार्यलाई मान्य सभापति गणेश पराजुलीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन फिर्ता लिनु चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य सुशीला ढकाल आचार्यले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य सुशीला ढकाल आचार्यले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदनमाथिका मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदनमाथिका संशोधन गर्दा मान्य सरस्वती लामालाई मान्य सभापति गणेश पराजुलीले
जवाब दिने क्रममा स्वीकार गर्नुभएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने समय दिन्छु। मान्य सदस्य सरस्वती लामाले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोला। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य सरस्वती लामाले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदनमाथिका संशोधनकर्ता मान्य सदस्य ताहिर अली भाटलाई मान्य सभापति गणेश पराजुलीले जवाब दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य ताहिर अली भाटले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला। यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य ताहिर अली भाटले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदनमाथि संशोधनकर्ता मान्य सदस्य मातृका प्रसाद यादवलाई मान्य सभापति गणेश पराजुलीले जवाब दिने क्रममा स्वीकार्नु भएको बाहेकको आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य सदस्य मातृका प्रसाद यादवले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य मातृका प्रसाद यादवले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदनमाथिका संशोधनकर्ता मान्य सदस्य गङ्गा लक्ष्मी अवाललाई मान्य सभापति गणेश पराजुलीले जवाब दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य गङ्गा लक्ष्मी अवालले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य गङ्गा लक्ष्मी अवालले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदनमाथिका संशोधनकर्ता मान्य भरत गिरीलाई मान्य सभापति गणेश पराजुलीले जवाब दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य भरत गिरीले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य भरत गिरीले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदनमाथिका संशोधनकर्ता मान्य पार्वती विकलाई मान्य सभापति गणेश पराजुलीले जवाब दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु।
मान्य सदस्य पार्वती विकले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य पार्वती विकले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदनमाथिका संशोधनकर्ता मान्य गोपाल शर्मालाई मान्य सभापति गणेश पराजुले जवाब दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य गोपाल शर्माले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरू बहुमत भएकोले मान्य गोपाल शर्माले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदनमाथिका संशोधनकर्ता मान्य कमल सुवेदीको तर्फबाट मान्य लाल विक्रम थापालाई मान्य सभापति गणेश पराजुलीले जवाब दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य कमल सुवेदीको तर्फबाट मान्य लाल विक्रम थापाले आफ्नो संशोधन फिर्ता लिनु भएकोले निरार्थ प्रस्तुत गरिरहनु परेन। मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदनमाथिका संशोधनकर्ता मान्य विष्णुमाया विकलाई मान्य सभापति गणेश पराजुलीले जवाब दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य सदस्य विष्णुमाया विकले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य विष्णुमाया विकले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदनमाथिका संशोधनकर्ता मान्य एके बहादुर बोगटीलाई मान्य सभापति गणेश पराजुलीले जवाब दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य एके बहादुर बोगटीले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य एके बहादुर बोगटीले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदनमाथिका संशोधनकर्ता मान्य गङ्गादेवी श्रेष्ठलाई मान्य सभापति गणेश पराजुलीले जवाब दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य गङ्गादेवी श्रेष्ठले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। त्यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यको बहुमत भएकोले मान्य गङ्गादेवी श्रेष्ठले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु।
मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदनमाथिका संशोधनकर्ता मान्य साजिदा खातुन सिद्दिकीलाई मान्य सभापति गणेश पराजुलीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य सदस्य साजिदा खातुन सिद्दिकीले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य साजिदा खातुन सिद्दिकीले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदनमाथिका संशोधनकर्ता मान्य टुकाभद्रा हमाललाई मान्य सभापति गणेश पराजुलीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य सदस्य टुकाभद्रा हमालले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य टुकाभद्रा हमालले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदनमाथिका संशोधनकर्ता मान्य यशोदा कुमारी बराललाई मान्य सभापति गणेश पराजुलीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य यशोदा कुमारी बरालले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य यशोदा कुमारी बरालले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदनमाथिका संशोधनकर्ता मान्य भूमिका लिम्बू सुब्बालाई मान्य सभापति गणेश पराजुलीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेकका संशोधन आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य सदस्य भूमिका लिम्बू सुब्बाले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य भूमिका लिम्बू सुब्बाले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदनमाथिका संशोधनकर्ता मान्य निता घतानीलाई मान्य सभापति गणेश पराजुलीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य निता घतानीले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यको बहुमत भएकोले मान्य निता घतानीले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदनमाथिका संशोधनकर्ता मान्य कृपाराम राणालाई मान्य सभापति गणेश पराजुलीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य कृपाराम राणाले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु।
यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य कृपाराम राणाले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदनमाथिका संशोधन गर्दा मान्य लक्ष्मी प्रसाद पोखरेललाई मान्य सभापति गणेश पराजुलीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य सदस्य लक्ष्मी प्रसाद पोखरेलले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य लक्ष्मी प्रसाद पोखरेलले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदनमाथिका संशोधनकर्ता मान्य गुरुप्रसाद बराललाई मान्य सभापति गणेश पराजुलीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य सदस्य गुरुप्रसाद बरालले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य गुरुप्रसाद बरालले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरूले अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदनमाथिका संशोधन गर्दा मान्य क्षितिज थेबेलाई मान्य सभापति गणेश पराजुलीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य क्षितिज थेबेले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य क्षितिज थेबेले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदनमाथिका संशोधनकर्ता मान्य कुलभक्त साक्यलाई मान्य सभापति गणेश पराजुलीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य कुलभक्त साक्यले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य कुलभक्त साक्यले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदनमाथिका संशोधनकर्ता मान्य सागर ढकाललाई मान्य सभापति गणेश पराजुलीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य सदस्य सागर ढकालले आफ्नो संशोधन फिर्ता लिनु भएकोले निरार्थ प्रस्तुत गरिरहनु परेन। मान्य सदस्यहरू, अब प्रतिनिधि सभा नियमावली मस्यौदा
मान्य सदस्यहरू, अब प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 का सम्बन्धमा माननीय सभापति गणेश पराजुलीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएका संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 का सम्बन्धमा मान्य सभापति गणेश पराजुलीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएका संशोधनहरू स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 का सम्बन्धमा मान्य सभापति गणेश पराजुलीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएका संशोधनहरूलाई प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 को अङ्ग बनोस् भनी निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 का सम्बन्धमा माननीय सभापति गणेश पराजुलीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएका संशोधनहरू प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 को अङ्ग बनेको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब म प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 का नियमहरूलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यसै क्रममा नियमावली मस्यौदा समितिको प्रतिवेदनको नियम 2 देखि 263 सम्म र सोसँग सम्बन्धित अनुसूची 1 देखि 7 सम्म प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 को अङ्ग बनोस् भनी निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका सदस्यहरूको बहुमत भएकोले नियमावली मस्यौदा समितिको प्रतिवेदनको नियम 2 देखि 263 सम्म र सोसँग सम्बन्धित अनुसूची 1 देखि 7 सम्म प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 को अङ्ग बनेको घोषणा गर्दछु। अब म नियमावलीको मस्यौदा प्रतिवेदनको प्रस्ताव र नाम पढेर सुनाउँछु। प्रस्तावना: प्रतिनिधि सभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न, समितिहरूको गठन, काम कारबाही र सदन र समितिको कार्यविधि नियमित गर्न र परिआएको बाधा अड्काउ फुकाउन नेपालको संविधानको धारा 104 को उपधारा 1 समेतले दिएको अधिकार प्रयोग गरी यो नियमावली बनाइएको छ। संक्षिप्त नाम र प्रारम्भ: यस नियमावलीको नाम प्रतिनिधि सभा नियमावली 2083 रहेको छ। यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ। अब म नियमावलीको प्रतिवेदनको प्रस्तावना र नाम प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदनको समितिको प्रतिवेदन
83 को अङ्ग बन्योस् भनी निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले नियमावलीको मस्यौदा प्रतिवेदनको प्रस्तावना र नाम प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 को अङ्ग बनेको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब माननीय सभापति गणेश पराजुलीलाई प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदयको अनुमतिले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद। मान्य सदस्यहरू, अब म उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 बहुमतले पारित भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, आजको कार्यसूचीमा रहेको क्रम संख्या 4 र 5 मा रहेको कार्यक्रम सूचीबाट हटाएको छु। मान्य सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक आजै 15 मिनेटपछि बस्ने गरी स्थगित हुन्छ।